भएको छ उहाँलाई चाहिँ मैले 2 शब्द राखिदिनु हुन विनम्र अनुरोध गर्दछु। धन्यवाद। लाइक एन्ड सब्सक्राइब। 4 शब्द भयो हाम्रो महान योद्धाहरू। गाइज हेर्नु न आइफोन फ्लेक्स रातभरि काम हानेर तिमी यतिखेर कलेज आउने अर्को आयो फेरि। गाइज हुन्छ नि 3 वटा डब्लुको चाहिँ कहिले पनि भर नगर्नु भन्छ क्या युकेमा, वर्क, वुमन एन्ड वेदर। सो ट्रेनभित्रको वासरुममा छु होइन भने म अलिकति बिरामी परेको थिएँ होइन। Alright guys, what's up beautiful people, welcome back to my another video. सबैजना सन्चै हुनुहुन्छ होला, म पनि ठिकठाक छु अहिले त होइन। सो आफ्टर लङ टाइम फेरि आज म अर्को भिडियो लिएर आएको छु है। आज भिडियो चाहिँ के को बारेमा हुन्छ भन्ने कुरा त मेरो थम्बनेल हेरेर थाहा पाइसक्नु भयो है। आज चाहिँ मेरो पुरै युनिको ब्लग हुनेवाला छ। सो आज चाहिँ म युनि जाँदैछु, एकछिन बाटो काटिहाल्नु पऱ्यो है ट्र्याक लाएर। नेपालमा जस्तो हात देखाउँदै बाटो काट्ने चलन चाहिँ हुन्न क्या यहाँ। फेरि गाडी यस्तो स्पिड हुन्छ कि तपाईँको के भन्नु होइन, मैले एउटा भिडियोमा पनि भनेको थिएँ होइन, एकदम स्पिडमा आउँछ कि गाडी, अनि त्यो भएर आफूले ख्याल गर्नुपर्ने हुन्छ। सो यस्तै छ गाइज है। बिचमा अलिकति लङ ग्याप भयो किनभने म अलिकति बिरामी परेको थिएँ होइन। मेरो फेसमा अझै दागहरू देखिरहनु भएको छ होला। सो त्यसले गर्दा चाहिँ मलाई अलिकति हुन्छ नि 20-22 दिन चाहिँ अलि अप्ठ्यारो पऱ्यो, अनि त्यसपछि चाहिँ बिस्तारै रिकभरी भएर अहिले चाहिँ एकदम फुल्ली फिट एन्ड फाइन छु म होइन। सो आज चाहिँ पुरै युनिको ब्लग हुनेवाला छ। अब भिडियोहरू आउँछ, अब अहिले लङ ग्याप भयो भने म लिएर आइरहेको छु है। अब त समर आयो, समरमा त बाबाले भिडियो बनाउनु पर्छ। सो त्यसको लागि लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला भन्न चाहन्छु। सो गाइज हुन्छ नि म यति धेरै अल्छी छु कि मलाई नि वाक्क लाग्छ कि मेरो आफ्नो उ देखेर होइन। बिहान उठ्न यस्तो गाह्रो हुन्छ है, ढिला उठेर मेरो आज 5 पाउन्ड खर्च हुने भयो क्या। किनभने म टाइममा उठेको भएदेखि म बसमा जान्थेँ होइन। बसमा गइसकेपछि मेरो सिङ्गल ट्यापमा हुन्थ्यो 1.75 मा म किन्थेँ। अब के भयो भन्दा उठ्न ढिला उठ्यो, ढिला उठ्नुको रिजन सुत्न ढिला सुत्यो। त्यसपछि अब ढिला उठिसकेपछि अभियसली बसमा गएर पुगिन्न है, किनभने अलमोस्ट पिक आवर हो, 2 घन्टा लगाइदिन्छ बसले, ट्राफिक लट हुन्छ। त्यो भएको भएर अब ट्रेनमा जाने हो, बसमा गएको भए 1.75, ट्रेनमा जाँदाखेरि 5.5 पाउन्ड जान्छ। मेरो 5.5 पाउन्ड चुना लाग्यो क्या गाइज होइन। के गर्ने यार, यस्तो धेरै पटक भएको छ क्या मेरो। हुन्छ नि पहिला अर्को घरमा बस्दा पनि सधैँ साथीहरू सब बसमा जाने है, म चाहिँ जहिले ढिलासम्म सुतेर म सधैँ ट्रेनमा जाने क्या। हिरो भन्नु सुरुमा त अब अलिअलि पैसा पनि थियो होइन, यताउता 5-6 पाउन्ड के हो र भन्ने लाग्थ्यो। अब बिस्तारै राखेको पैसाहरू सकिन लागिसक्यो, आउने बाटो छैन, कमाइ छैन होइन। त्यो भइसकेपछि त गाह्रो हुन्छ। त्यसपछि बसमा हिँड्न थाल्यो, कति बाटोहरू हिँडेर पनि गइयो होइन। बसमा मतलब कुनै ठाउँमा बस चढेर पनि हुने प्लस हिँडेर पनि गइने ठाउँमा आधा घन्टा बरु हिँड्दिने क्या, किन बस चढ्नु भन्ने त्यस्तो खालको पनि हुन्छ। 1.75 बचाउनलाई के गरिन्छ गाइज होइन। युके आएपछि थाहा हुन्छ पैसाको महत्त्व। आफै सबै कुरा मिलाउनु पर्दा, म्यानेज गर्नु पर्दा टाउकोभन्दा माथि भएर जान्छ सब कुराहरू। सो गाइज म पनि ढाका ट्रेन स्टेसन आउने होइन, मेरो ट्रेन पनि ढाका आउने भयो क्या है। यस्तो भवाल टाइममा आइपुगेँ नि म। अब चाहिँ म भित्र छिर्छु स्ट्याकर लगाएर, फेरि म फर्स्ट क्लासमा छिरेर म अगाडि जानुपर्ने हुन्छ। राइट, कति चाँडै कलेज पुगिसकेछ यो त भनेर भन्नुभएको छ होला होइन। सो म चाहिँ अहिले कलेज छैन, यो चाहिँ ट्रेनभित्रको वासरुममा छु है। एज यु क्यान सी, देख्न सक्नुहुन्छ ट्रेनभित्र यस्तो वासरुम हुन्छ है, ढाका लाएर सानो चिटिक्कको होइन। यस्तो भित्ता के रहेको छ यो, आई डोन्ट नो के लेखेको होइन, यस्तो हुन्छ गाइज है। सो गाइज हुन्छ नि 3 वटा डब्लुको चाहिँ कहिले पनि भर नगर्नु भन्छ क्या युकेमा, वर्क, वुमन एन्ड वेदर। सो देख्न सक्नुहुन्छ है, घरबाट निस्किँदा घाम लगाइरहेको थियो, अहिले चाहिँ यहाँ पानी आइरहेको छ क्या। सो आज फेरि मेरो टोपीवाला ज्याकेट नै छैन, अब भिजै युनि जानु पऱ्यो है। यस्तो तनावपूर्ण स्थिति छ होइन। अब म के नै भन्न सक्छु यसमा। सो मैले सुनेको थिएँ, अब मलाई नि यहाँ आएर फिल भइरहेको छ कि 3 वटा डब्लुको चाहिँ भर गर्नु हुँदैन भनेर। सो के भन्नु यार, यस्तो अचम्मको वेदर हुन्छ क्या यहाँ, थाहै हुन्न क्या। अहिले भर्खर भिडियो बनाउँदाखेरि दामी थियो कि, अहिले यस्तो चिसो छ कि यस्तो चिसो छ, अब के भन्ने। सो अहिले चाहिँ म ट्रेन स्टेसनबाट झरिसकेँ। अब चाहिँ म 4-5 मिनट हिँडेपछि चाहिँ म मेरो कलेज पुग्छु। ट्रेन सक्नुहुन्छ मान्छेहरू सब यताउता दौडिरहेको छन्, छाताहरूले छाता ओढेको छन्। यतातिरको त छाता पनि के हो खै, म त
हावाले उडाएर लग्ने जस्तो हुन्छ पातलो मतलब छँदा पनि छैन क्या मसँग छाता म नेपालबाट आउँदा पनि त्यस्तै भयो ल्याउन पनि पाइएन यहाँ आएर किन्ने भन्दा भन्दै विन्टर पनि गयो फाटाफुट्टा पानीमा परियो एक दुई फेर यतातिर फेरि सबले वाटरप्रुफ ज्याकेट लगाएको हुन्छ अनि तपाईँको पानी आउने बित्तिकै झ्याप्पा टोपी लगाएर दौडिन्छ क्या अनि त्यो मतलब हुँदैन क्या पानीले भिजे पनि त्यो अलिअलि सुकिहाल्छ घर गएर त्यो यस्तो झुन्डाइदिएपछि त्यस्तो हुन्छ त्यस्तो ठुलो पानी भनेर मेरा बाबु हुन्छ नि त्यो गाउँतिर जस्तो भल बग्ने खोला आउने पानी चाहिँ आएको मैले देखेको छैन अब समरमा आउने भयो आई डोन्ट नो होइन समर आउने बाँकी छ सो हेरौँ कस्तो हुन्छ के हुन्छ तर अलराइट गाइज अलराइट अहिले चाहिँ म मेरो युनि नजिकै आइपुगेँ है टाइकल आएर अब चाहिँ म मेरो युनिभित्र छिर्छु होइन गेट सक्नुहुन्छ यहाँ अटोमेटिक डोर छ सो हाम्रो युनिमा चाहिँ त्यस्तो ठुलो गेट चाहिँ छैन है सो अहिले चाहिँ म भित्र आइपुगेँ यहाँ मेरो आइडी कार्ड छ अब यसले ट्याक ट्याप गरेपछि ढोका खुल्छ खुल्यो सो जाम हाम्रो चाहिँ सुरुमा एउटा क्याफेटेरिया हो देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो नास्ता खाने ठाउँ हो मान्छेहरू बसिरहेको छ धेरै चाहिँ म बोल्दैन अहिले चाहिँ मेरो क्लास स्टार्ट भइसक्नु लागेको छ सो म यताबाट सरर देखाइदिन्छु देख्न सक्नुहुन्छ अहिले फेरि हामी ब्रेक टाइममा आउने नै छौँ र अहिले चाहिँ म सिधा लाग्छु मेरो क्लासतिर सो अहिले गाइस हुन्छ नि हतार गरी कलेज आएको होइन ट्रेनमा दौडी आएको हेर्नु कोही पनि आएको छैन क्या कोही नि छैन कि क्लासमा एकजना छ उयो दुईजनाहरू छ यतापट्टि कोही पनि छैन सब खाली छ कि बेकारले हतार गरेर आउनु मात्रै भयो क्या के गर्नु अब सर आउने कहिले हो पढ्ने कहिले हो थाहै छैन 9:30 त भइसक्यो तर हुन्छ नि योवाला सर चाहिँ अलिक ढिलो आउँछ क्या जहिले पनि देख्न सक्नुहुन्छ हाम्रो कलेज चाहिँ यस्तो छ होइन ट्यागलाई यहाँ चाहिँ प्रोफेसर बसेर पढाउने हो यहाँ चाहिँ हाम्रो के अरे स्क्रिन छ यहाँ पनि छ स्क्रिन है पछि पछाडि बस्नेहरूलाई तर यो क्लास त भरिन्छ क्लास हात पनि हुँदैन स्टुडेन्टहरू यहाँ चाहिँ हाम्रो प्रोजेक्टर छ त्यो छ होइन यहाँ चाहिँ फ्यान छ फ्यान माथि लाइटहरू छ बवाल छ होइन चियरहरू यस्तो छ ट्याग यो साह्रै होइन कोही आफ्नो केटाहरू आज काम भएछ नि सबले काम हाने जस्तो के छ रातभरि काम हानेर तिमी यतिखेर कलेज आउने ऊ अर्को आयो फेरि उहाँ चाहिँ हाम्रो एकदम एक्सपिरियन्स हाम्रो क्लासको सबभन्दा पढ्ने डन केटाहरू बद्री त लजाउँछ है भिडियोमा कि त लाज लाग्छ तिमी एकदम साई रहेछौ कि काट्छु क्या पछि काटेर हाल्छु के काटेको थियो भाइ गाइज हेर्नु न आइफोन फ्लेक्स यहाँ एउटा आइफोन छ ऊ यहाँ अर्को आइफोन छ केटाहरूको यता म्याकबुक छ यहाँ हेर्नुहोस् आइफोन छ केटाहरूले खानेकुरा ल्याएर कलेज क्लासमा बसेर यस्तरी खाइदिन्छ नि क्यान्टिन बनायो नि क्लासलाई नि के भन्नु डल्लु आइफोन कति रे 19 21 रे 21 त्यो धनी छ केटाहरू के गर्नु गाए सो गाइस हाम्रो प्रोफेसर आउँछ अझै 10 मिनट लाग्छ अरे होइन भर्खर एकजना आएर 10 मिनटपछि आउँछ भनेर यहाँ चाहिँ हाम्रो फर्स्ट पिरियड सकिसकेको छ यहाँ क्लासको हालत हेर्न सक्नुहुन्छ कसैले यहाँ खाइरहेछन् होइन कसैले मोबाइल हेरिरहेछन् यतापट्टि देख्न सक्नुहुन्छ हाम्रो महान योद्धाहरू यसलाई हेर त यस्तो रमाइलो गाइस युनिमा होइन पढ्ने त ऊ पढिरहेको नि त ल्यापटप खोल्दा नि मोबाइल हेरेर एकछिन सोल्टी लिएर सृष्टि के छ हाई भन्दै त मेरो भिडियोमा निम्सङ यिनीहरू चाहिँ हाम्रो क्लासको ट्यालेन्ट मान्छे हो ईशा हेलो भन हामी चाहिँ यति हो है गाइस धेरैजना चाहिँ आएन नाच अब काम गर्छ नि त अब हाम्रो काम नगरेको मान्छेहरू युनि आइन्छ होइन ट्याकल लाएर अलराइट गाइस अहिले चाहिँ हामी कलेजबाट निस्किसक्यौँ होइन देख्न सक्नुहुन्छ हाम्रो कलेज चाहिँ फ्यारिङडनमा छ फ्यारिङडन हल पनि र मेरो यहाँ साथी एकदम बोल्न खोजिरहनु भएको छ उहाँलाई चाहिँ मैले 2 शब्द राखिदिनु हुन विनम्र अनुरोध गर्दछु 2 शब्द ल भन्नुहोस् मिस्टर राकेश ठाकुर धन्यवाद लाइक एन्ड सब्स्क्राइब 4 शब्द भयो ब्यान्ड ल तपाईँ केही भन्नुहोस् न त बद्री को चाहिँ हाम्रो क्लासको टपर हाम्रो ग्याङ हाम्रो क्लासको चाहिँ ग्रुप नेम के रहेको घन्टी ग्रुपको चाहिँ जय घन्टी ऊ चाहिँ ग्रुप लिडर अनि म चाहिँ सबभन्दा लास्टको मान्छे
केही छैन। चलिरहेछ। हस् त कस्तो धन्यवाद लागिरहेको यो छ के चाहिँ तपाईँलाई हो? यो कि सबजना यो क्या दुःख सुख छैन यो भन्ने मात्रै हो होइन अब केही छैन। आउने रमाइलो खाने उसले यहाँ मेरो पहिलाको भिडियोमा नि यही भन्छ होइन भनेको थियो धेरै बाक्लो नआएको होला। ज्याकेट लिएर आउने बाग्लो ज्याकेट ल्याएर यहाँ कामिरहेको यहाँ जाडो मात्रै हुन्छ अरू केही हुँदैन। So guys, समर लागिसक्यो तै पनि स्टिल घाम लागिरहेछ र पनि स्टिल चिसो छ क्या। यस्तो यस्तो के हो? र अब चाहिँ हामी भिडियो गर्छौँ। हामी चाहिँ अब ट्रेन स्टेसन आउन लागिसक्यौँ होइन र आजलाई यस्तै भयो गाइस होइन। के भन्छ के भन्नु लाग्थेँ मैले ऊ के युनिको ब्लगहरू गर्छु यताउता देखाउँछु यताउता भनेको थिएँ होइन। अब त्यस्तै भयो किनभने ल तपाईँलाई मैले वेदरको बारेमा पनि बिहान भनिसकेको थिएँ होइन। टेन्सन बिहान पानी आएको थियो घरबाट हिँड्दा घाम लाग्थ्यो ट्रेनबाट झर्दाखेरि पानी आएको थियो फेरि अहिले हेर्नु न घाम लाग्छ गजाले घाम लाग्छ। त्यही भएर लन्डनको वेदरलाई चाहिँ प्रेडिक्ट गर्न सकिन्न होइन। अब त्यही हो भिडियोलाई मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्नु होला। च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरेर बेल आइकनलाई अनमा सेलेक्ट गर्नु होला। मन नपरे पनि गर्नु होला होइन। अन्डरग्राउन्ड ल युकेको बारेमा युकेको बारेमा थप जानकारी लिन छ भने अब आगामी दिनहरूमा भन त अनिल पौडेल अनिल पौडेललाई सब्सक्राइब गर्नु होला गरिदिनु